अब त गरम महिना लाग्नु थाल्यो भन्छ र पनि त्यस साह्रो जाडो भएको अब हुनु त अझ पानी परेको बाहिर पनि चिसो छ घडीलाई पनि के भयो चल्दैन त ब्याट्री सब त्यस्तै छ त जाडो पनि त्यस्तै छ छोरालाई पनि के साह्रो दामी गएको छोरा नि त नहुँदा मेरो जन्माकै हो अब यहाँ यसो बोल्छरा गीत सुन्दै बस्नु पऱ्यो अब छोरालाई गीत बनाउनु पऱ्यो अब घडी बिग्रेको छ अब घडी बनाउँदै छोराको गीत सुन्दै बस्नु पऱ्यो आजकलको नानीहरूलाई के भएको जाडो पनि हुँदैन हातैमा बेच्न मात्रै छ ओइ तँलाई जाडो भएन म त यतै टोपी ज्याकेट लगाएर बसी पो रहेको छु त हौ साह्रो जाडो भएर आज पानी पनि परेको फेरि अनि यसलाई त जाडो हुँदैन के हौ ए बाबा के भनेर कहाँ हुन्छ हौ हामीलाई चिसो अब हामी भनेको त स्ट्रङ हो अब भन्नु त पुर्खाले त्यस्तै भन्थे केटाकेटीको जाडो बाख्राले खान्छ भनेर होला पनि हो अब जाडो होस् कि नहोस् अब चाहिँ घडी बिग्रेर बनाउँदैछु आज त अघि त भित्र मजाले गीत गाइरहेको थियो यस्तो भएर मलाई पनि सुनाएको थियो कि अब साह्रो रमाइलो लाग्छ त्यो गीत बस बस छोरा जाडो जाडो पनि भइरहेको छ मलाई त घडी बनाउँदै तेरो गीत सुन्छु म बस त अब चिया बनाएर ल्याइदिए भनेर ल्याउँदैन सर गीत पनि सुना त अझ बाबालु म सुनाइदिइहाल्छु नि त मेरो बाबालाई तर सुन्नु मात्रै न भइहाल्छ नि ल सुन्नुहोस् है त ल चलिए शुरू करते हैं हल्ला चलेछ दाजे चर्चा चलेछ हल्ला चलेछ दाजे चर्चा चलेछ मै विदेश विदेशमा बचेछ भने ए ल बाबा त मेरो गीत सुनेर त ढलेछ नि त